सबैजनालाई गुड इभिनिङ नमस्ते। यहाँहरूलाई स्पेशल खरदारको म्याथको क्लासमा उपस्थित सबैजनालाई एकमुष्ट मैले हार्दिक स्वागत गरेँ र एकदमै नयाँ नितान्त नयाँ च्याप्टर हामी स्टार्ट गर्दैछौँ। द्याट इज युनिटरी मेथड जसलाई हामी नेपालीमा ऐकिक नियम भन्छौँ। ऐकिक नियम र यसैलाई हामी टाइम एन्ड वर्क पनि भन्छौँ। कन्फ्युज नहुनु होला। टाइम एन्ड के त वर्क अर्थात् समय र काम भन्छौँ। नेपालीमा समय र काम। र तपाईलाई म सुरुमै जानकारी गराइदिउँ। 100% है 99 होइन 100% यो च्याप्टरबाट एउटा प्रश्न 100% आउँछ नै र आजसम्मको दिनमा सोधि नै रहेछ। ठिक छ। 5 मार्क्स तपाईको योबाट फिक्स हो। ढुक्क हुनुहोस् है। र यो च्याप्टरमा चाहिँ तपाईको जुनसुकै फिल्डमा है तपाईहरु तयारी गरिराख्नु भएको छ र तपाईको सिलेबसमा यदि टाइम एन्ड वर्क युनिटरी मेथड छ भने, युनिटरी मेथड ऐकिक नियम छ भने यो क्लास हजुरहरुको लागि हो है र। त सबभन्दा फर्स्टमा यो युनिटरी मेथड अर्थात् टाइम एन्ड वर्कमा लोकसेवाले कस्तो कस्तो टाइपको प्रश्नहरु सोधिरहेछ त त्यो कुरा बुझ्नु एकदम जरुरी छ है। ध्यान दिएर सुन्नु होला। र यसमा टोटली हामी 20 वटा मोडेल पढ्छौं है। 20 वटा मोडेल पढ्छौं। सबैभन्दा लामो, सबैभन्दा गाह्रो भन्ने च्याप्टर चाहिँ यही हो विद्यार्थीहरुको लागि चाहिँ है साथीहरु। तर म तपाईलाई 0 लेभलदेखि पढाउँछु, बुझाउँछु। यसको हामी हिरो बन्नुपर्छ, केटी साथीहरु हिरोइन बन्नुपर्छ जसरी पनि है। यसको लागि चिन्ता लिनु पर्दैन है त। सो यसमा 20 वटा मोडेलमा तपाईको 2053 सालदेखि लिएर 2082 सालसम्मका 83 भनौं न 83 सालसम्मका लोकसेवाले जति पनि प्रश्नहरु सोधेको छ सबै प्रश्नहरु मोडेल वाइजै हाम्रो आउने छ। हामी गर्ने छौं, त्यसको लागि चिन्ता कति पनि लिनु पर्दैन। सबै पास्ट क्वेशन लगाएर अझै थप मिलाएर म मोडेल बनाएको छु। यो भन्दा बाहिर जाँदैन है। ल ओके। सो यो च्याप्टरमा चाहिँ 20 वटा मोडेल है। यो च्याप्टरमा चाहिँ के पढ्नु पर्छ त त्यो कुरा पहिला बुझौं। यो कुरा नोट डाउन गर्नु होला। सबभन्दा फर्स्टमा हामीलाई यो कामदार, काम र समय सम्बन्धीको रिलेसन, दैट इज रिलेसन अफ के रे साथी, वर्कर, कामदार, त्यसपछि तिनीहरुले गरेको काम, त्यो काम गर्न लाग्ने समय, आवर वा के त डे। ठीक छ। यो सम्बन्धी हामी के त समस्या गर्छौं। र खरिदारमा चाहिँ मोडेल नम्बर 1 चाहिँ सबैभन्दा धेरै पटक सोधिएको इतिहास छ। 2076 सालदेखि लिएर 2083 सालसम्ममा लगभग तपाईको 38 पटक लोकसेवाले सोधिसकेको छ। मोर देन 38 प्लस टाइम्स है। त्यसपछि अर्को कुरा रह्यो। अर्को दोस्रो नम्बरमा त्यसपछिको कुरा आउँछ हाम्रो के त दोस्रो नम्बरमा आयो हाम्रो के त खाना सम्बन्धी प्रब्लम बेस्ड अन के त फूड। खाना सम्बन्धी हामी समस्या गर्छौं। ठीक छ। तेस्रो नम्बरमा आयो लिभ एन्ड जोइन सम्बन्धी समस्या गर्छौं। लिभ अर जोइन म सबैको हेडलाइनमा लेखाउँदै पढाउँछु, चिन्ता नलिनु होला। त्यसपछि इफिसिएन्सीको कुरा गर्दाखेरि इफिसिएन्सीमा हामीलाई 4 टाइपको प्रश्न पढ्नु पर्छ। यो इफिसिएन्सी भनेको क्षमतावान। यो क्षमतावानमा चाहिँ 4 टाइपको प्रश्न पढ्नु पर्ने हुन्छ हामीलाई। के त एउटा आउँछ हाम्रो के त लेस इफिसिएन्सी, जसलाई हामी भन्छौं कम क्षमतावान है। तपाईलाई मोडेल वाइज गरेर पढाइदिन्छु म। त्यसपछि अर्को आउँछ मोर इफिसिएन्सी। त्यसपछि अर्को आउँछ तपाईको लेस अर के त मोर इफिसिएन्सी इन पर्सेन्टेजमा दिएको, मोर इफिसिएन्सी इन के त पर्सेन्टेजमा दिएको हुन्छ है। यो सबै हामी एक एकको गर्छौं। प्राय चाहिँ कन्फ्युजन कहाँ हुन्छ, कति बेला के गर्ने भन्ने हुन्छ हैन, कुन बेला के लेट गर्ने हैन, कसरी गर्ने भन्ने टाइपको प्रश्नहरु दिमागमा आइरहेको हुन्छ। तपाईलाई कति पनि चिन्ता लिनु पर्दैन, म एक एकको गराउँछु। त्यसपछि अर्को आयो, अझै धेरै छ, यहाँ अटेन, म अब यहाँ लेख्दैछु ल। यो इफिसिएन्सी पछि यहाँ लेख्दैछु ल। त्यसपछि अर्को आउँछ हाम्रो के त प्रब्लम बेस्ड अन टेकिङ के त मोर डेज आउँछ। टेकिङ के त मोर डेज आउँछ। एउटा यसमा अझै थप दिनु होला यो इफिसिएन्सीमा
प्रब्लम बेस्ड अन के त इक्वल इफिसियन्सी पनि आउँछ, यो त एकदमै इम्पोर्टेन्ट छ। इक्वल इफिसियन्सी बराबर क्षमतावान है, एकदमै इम्पोर्टेन्ट छ, धेरै पटक लोकसभाले सोधेको छ। ठिक छ, अस्ति एनईएमा पनि यहीबाट सोधेको थियो इक्वल इफिसियन्सी। अर्को आउँछ टेकिङ मोर डेज, त्यसपछि अर्को आउँछ हाम्रो टेकिङ के त लेस डेज, बढी समय लाग्ने समय, बढी दिन लाग्ने समय, लेस दिन कम दिन लाग्ने समय हैन। त्यसपछि अझै भन्नुपर्दा अर्को आयो हाम्रो प्रब्लम बेस्ड अन दैट इज के त अल्टरनेटिभ डेज आयो हैन। अल्टरनेटिभ डेज बिराएर दिन गर्ने, बिराएर काम गर्ने सम्बन्धी समस्यालाई हामी अल्टरनेटिभ डेज भन्छौं हैन। त्यसपछि अर्को आयो हाम्रो ट्याङ्की सम्बन्धी समस्या आयो, प्रब्लम बेस्ड अन के त ट्याङ्क हैन, ट्याङ्की सम्बन्धी भनौं, पाइप सम्बन्धी भनौं, स्ट्रिम सम्बन्धी भनौं, जे लेख्दा नि हुन्छ, स्ट्रिम भनौं, ट्याप भनौं हैन। यो पनि एकदमै इम्पोर्टेन्ट छ। भर्खरै तपाईको एनआरबी को एक्जाम भयो 2083 मा, यहीबाट सोधेको थियो प्रश्न, जुन चाहिँ 2081 मा पनि अलरेडी सोधिसकेको प्रश्न हो हैन। इपीएफ कर्मचारी सञ्चय कोषमा पनि कर्मचारी सञ्चय कोषमा पनि यहीबाट सोधेको थियो, एकदमै इम्पोर्टेन्ट छ। हामीले पढेको भन्दा बाहिर जाँदैन क्या साथी, ढुक्क हुनुहोस् यसमा। त्यसपछि अझै छ, अब कति लेखाउनु अड्दैन होला, अब मिससेलेनियस लेखिदिउँ न है। अब 20 वटा मैले मोडेल भनेको छु, 20 वटा मोडेल भनेको छु, त 20 वटा मोडेल त चान्चु नै होइन नि साथी, एकदमै लेन्दी च्याप्टर छ, सुरुदेखि पढ्नुपर्छ। एकदम बेसिक यदि राम्रो छ भने तपाईँ जस्तो सुकै प्रश्न गर्न सक्नुहुन्छ, बेसिक राम्रो छैन भने तपाईँलाई समस्या हुन्छ है। त्यही भएर बेस कुरा बुझ्नुहोस्। अर्को कुरा म तपाईँलाई सुरुमै तपाईँलाई जानकारी गराइदिए, हामी भेरिएसन वाला चाहिँ मेथड हामी गर्दैनौं, ठिक छ। हामी डाइरेक्ट र इन्डाइरेक्ट जुन भेरिएसन हुन्छ तपाईहरुले सुन्नु भएको होला, पढ्नु भएको होला, प्रत्यक्ष र अप्रत्यक्ष विचरण, त्यो वाला हामी मेथड गर्दैनौं। किन गर्दैनौं भन्दाखेरि त्यसमा चाहिँ तपाईको म्याक्सिमम विद्यार्थी के त झुकिने गर्छन् है। अब कता एरो दिने, अब एरो उल्टो पुल्टो गर्नुभयो भने सकियो काम। कन्फ्युजन कहाँ हुन्छ, सबभन्दा धेरै कन्फ्युजन हुन्छ तपाईको जहाँ कामदार दिएको हुन्छ, जहाँ तपाईलाई किलोमिटर दिएको हुन्छ, जहाँ ढुवानी दिएको हुन्छ हैन, यस्तो यस्तोमा चाहिँ रकम दिएको हुन्छ, यस्तो यस्तो कन्फ्युजनमा, यस्तो यस्तो के रे डाटाहरुमा चाहिँ प्राय विद्यार्थीहरुको के हुन्छ, कन्फ्युजन हुन्छ। त त्यही भएर कन्फ्युजन पनि नहुने, सबैमा फिट पनि हुने र 5 को 5 मार्क्स ल्याउने तरिका म तपाईहरुलाई सिकाउँछु। एकदम नेचुरल पतञ्जलि प्रोडक्ट, कसैमा कन्फ्युजन पनि हुँदैन र सबैमा फिट पनि हुन्छ र 5 को 5 मार्क्स पनि पाइन्छ है ल। ल अब हामी स्टार्ट गर्छौं। सबैजना लेख्नुस् त, के रेडी हुनुहुन्छ तपाईहरु? लेख्नुस् त, आर यु रेडी गाइज? सबैजना लेख्नुस्, के तपाईहरु रेडी हुनुहुन्छ? लेख्नु सबैजना, सबैजना लेख्नुस्, आर यु रेडी? ल ओके, ल अब अगाडि बढौं है त। ल सबभन्दा फर्स्टमा लेख्नुस् तपाईहरु, लेख्नुस्। यो धेरै इम्पोर्टेन्ट छ है, लास्टै इम्पोर्टेन्ट छ र यसमा 3 टाइपको प्रश्न पढ्नु पर्ने हुन्छ। हामी बिस्तारै गर्छौं है, एकदम आरामले पढ्नुस्। बुझिएन भने मलाई सोध्नुस्, च्याट बक्सको भरपुर युज गर्न सक्नुहुन्छ। लेख्नु होला प्रब्लम बेस्ड अन, सबैको हेडलाइनमा लेखाउँछु म, प्रब्लम बेस्ड अन वर्कर वर्क डेज एन्ड के त आवर, नेपालीमा लेख्न चाहनुहुन्छ भने नेपालीमा पनि लेख्नु होला है साथी हो। कामदार काम दिन र घण्टा सम्बन्धी समस्या, घण्टा सम्बन्धी समस्या भनेर लेख्नुस्, घण्टा सम्बन्धी के त समस्या भनेर लेख्नुस् है त। कामदार काम दिन र घण्टा सम्बन्धी समस्या। र सबभन्दा फर्स्टमा यसको लागि चाहिने एउटा म तपाईलाई फर्मुला सिकाउँछु, जुन फर्मुलाको मद्दतले तपाई 3 वटा मोडेल चाहिँ मज्जाले गर्न सक्नुहुन्छ है त। सो लेख्नुहोस् एउटा फर्मुला बेसिक कन्सेप्टको लागि। तर यो फर्मुला हामी युज चाहिँ गर्दैनौं ल, के रे लेख्न चाहिँ लेख्दैनौं एक्जाममा, तर पनि हामी एन्सर निकाल्छौं। त कसरी गर्ने म तपाईलाई सिकाउँछु, नआत्तिनु होला है। पहिला लेख्नुहोस् बेसिक कन्सेप्ट, एउटा लेख्नु होला बेसिक के त कन्सेप्ट। अब बेसिक कन्सेप्टमा एउटा फर्मुला छ, दैट इज m1d1 h1 by w1 बराबर m2d2
H2 बाई के हुन्छ W2 हुन्छ। यो फर्मुला सुनेकै फर्मुला हो, कुनै नयाँ नौलो फर्मुला चाहिँ छैन। यसैलाई युज गर्न सक्नुपर्छ क्या। त युज कसरी गर्ने त्यो कुरा चाहिँ धेरै के त गम्भीर प्रश्न हो क्या साथी। युज कसरी गर्ने, यतिकै युज गर्न मिलेन। यसको के अरे आफ्नै छुट्टै टर्म्स छ, म तपाईँलाई सिकाउँछु है त। पहिला नोट गर्दै गर्नुहोस्, जहाँ लेख्नु होला वेयर जहाँ लेख्नु होला। यो M1 र M2 भनेको M1 र M2 भनेको मेन हो क्या, मेन हो। अर्थात् वर्कर लेख्दा नि हुन्छ, मेन मात्रै त हुँदैन नि, पुरुष मात्रै कामदार हुँदैन, महिला पनि हुन्छ। नभए M1 M2 भनेको वर्कर हो, सम्झिनुहोस् न, कामदार भन्नुहोस् है। ठिक छ, कामदार भन्नुहोस्, नभए पर्सन लेख्दा नि हुन्छ, P1 P2 गर्दा नि हुन्छ, नो प्रब्लम। अर्को आयो हाम्रो D2 एन्ड D1 एन्ड D2। D1 एन्ड D2 भनेको हामीलाई प्रश्नमा दिएको के त दिनहरू, डेज हो। त्यसपछि अर्को आयो H1 एन्ड H2। H1 एन्ड H2 भनेको के हो, आवर हो, जसलाई हामी के भन्छौँ, घण्टा भन्छौँ। र लास्ट वान आयो हाम्रो W1 एन्ड के त W2, द्याट इज के त वर्क, जसलाई हामी के भन्छौँ, काम भन्छौँ। ठिक छ। अब एउटा सानो प्रश्न म यहाँहरूलाई सोधिदिएँ है त। एउटा सानो प्रश्न म सोध्न चाहन्छु। भोलिको दिनमा अब यहाँ सबैजनाको नाम निस्कियोस् होइन। अब तपाईँहरूको नाम निस्किहाल्यो होइन, निस्किने बित्तिकै तपाईँहरूको इन्टरभ्यू हुन्छ, थाहा छ तपाईँहरूलाई। इन्टरभ्यू हुने बित्तिकै अब तपाईँको पहिलो पेपरमा नाम आउँछ, दोस्रो पेपरमा, तेस्रो, सबै काम सकेपछि त इन्टरभ्यू हुन्छ, सेलेक्सनको कुरा हुन्छ। त इन्टरभ्यूमा तपाईँलाई यस्तो प्रश्न पनि सोध्न सक्छ। कस्तो भन्दाखेरि नि साथी, सर्टमा यसरी सोध्न सक्छ, ल तपाईँको विचारमा फलानुजी, अब नाम के हो होइन, तपाईँको विचारमा काम र कामदारमा तपाईँको विचारमा के फरक छ, बीच के फरक छ, कस्तो सम्बन्ध रहेको छ, के फरक छ भनेर सोधिदियो भने तपाईँ के भन्नुहुन्छ होला? ल एक लाइनमा मलाई ठ्याक्कै भन्नुहोस् त, काम र कामदारको बिचमा के फरक छ? व्हाट इज द डिफरेन्स बिट्विन वर्क एन्ड वर्कर? ल तपाईँको बिचमा ल भन्नुहोस् त, के अरे तपाईँको इन्भर्स रिलेसन छ, तपाईँको विचारमा चाहिँ के होला ल भन्नुहोस् त। ल छिटो छिटो भन्नुहोस् त, काम र कामदार बीच के फरक छ? एक एक लाइनमा भन्नुहोस्, एक एक लाइनमा। प्रत्यक्ष सम्बन्ध छ, धेरै कामदार धेरै काम, ठिक छ ठिक छ, डाइरेक्ट रिलेसन छ, अरू अरू सबैको फरक फरक आउँदैछ है। आफ्नो आफ्नो तर्क दिनुहोस् है, कोही कसैको लेख्ने होइन, कपी गर्ने होइन, आफ्नो आफ्नो तर्क भन्ने हो। इन्भर्स रिलेसन, पोजिटिभ रिलेसन, मान्छे र दिन हो सर। कामदार भनेको गर्ने व्यक्ति, काम भनेको काम हो, ठिक छ। प्रत्यक्ष, काम भनेको काम हो सर, मान्छे भनेको मान्छे हो। कामदार नभए कामै हुँदैन। ल अब सबैजनाले आफ्नो तर्क दिनुभयो, ठिकै छ। यहाँ नेगेटिभ पनि दिनुभएको छ, पोजिटिभ रिलेसन पनि छ भन्नुभएको छ, कोही नेगेटिभ रिलेसन पनि छ भन्नुभएको छ। यो पोजिटिभ नेगेटिभ रिलेसन मैले बुझ्न सकिनँ हजुरहरूको। अब ध्यान दिएर सुन्नु होला। अब हजुरहरूकै कुरालाई मिलाएर म अलिकता थोरै चटपटे फ्लेभर बनाएर म तपाईँहरूमा सेयर गर्नेवाला छु है त। रेडी हुनुहुन्छ गाइस? र यो कुरा तपाईँहरू नोट गरेर राख्नु होला, कतै पछि काम लाग्न सक्छ। नलेज भनेको खेर जाने कुरा होइन है, ग्यास्ट्रिक हुने कुरा होइन हैन। ल अब ध्यान दिएर सुन्नुहोस्, अलिकता म अमिलो पिरो गर्दैछु है त, थोरै चटपटेको फ्लेभरमा। ध्यान दिएर सुन्नु होला, तपाईँहरूकै कुरालाई मिलाएर म अलिकता एडभान्समा भन्दैछु, ध्यान दिएर सुन्नु होला। यो काम र कामदारमा बीच के फरक छ ठ्याक्कै भन्दाखेरि नि साथी हेर्नुहोस्, यो एउटा खेत हो, खाली खेत हो, ठिक छ, यो सेतो वाला खाली खेत हो। यहाँ एउटा मैले के गरेँ, तत्काल एउटा घरको निर्माण गरेँ। मानौ यो एउटा घर हो, के फरक पर्छ र? यो गेट हो, ठिक छ, यो झ्याल पनि राख्नु पर्यो, हावा त जानु पर्यो। यो चाहिँ तपाईँको के हो, झ्याल हो, यो गेट हो। त मलाई भन्नुहोस्, यो घर बनाउनको लागि के चाहिएको होला त? हामीलाई मेटेरियल्स चाहिएको होला, हामीलाई वर्कर चाहिएको छ हैन। त्यसपछि यो घर बनाउनको लागि हामीलाई समय पनि चाहिन्छ, यतिकै त घर बन्दैन। त भनेपछि एज अ रिजल्ट, इन अ सर्ट वी क्यान से, हामी सिम्पली के भन्न सक्छौँ भन्दाखेरि कुनै इन्स्ट्यान्ट इन्टरभल अफ टाइममा, कुनै पिरियड अफ टाइममा, कुनै फिक्स टाइममा, कुनै निश्चित समयमा जुन नयाँ कुराको फर्मेसन भयो, के अरे
नयाँ कुराको जुन फर्मेसन भयो, कुनै निश्चित समयमा जुन नयाँ कुराको फर्मेसन भयो, द्याट इज के त काम हो। के काम भनेकै के हो त? नयाँ कुराको फर्मेसन हो। कुनै निश्चित समयमा, कुनै पर्टिकुलर टाइममा, कुनै पिरियड अफ टाइममा, कुनै पिरियड अफ टाइममा, कुनै इन्स्ट्यान्ट इन्टरभल अफ टाइममा जुन नयाँ कुराको फर्मेसन हुन्छ, इस्टाब्लिस्ड हुन्छ, त्यसलाई हामी के भन्छौँ? काम भन्छौँ। तर यो काम जसद्वारा गर्यो, जसबाट भयो, कसैबाट त भएको होला नि, त्यतिकै त तथास्तु भन्ने बित्तिकै त नभएको होला नि, कसैकोबाट त भएको होला नि। हो, जसको बाट भएको छ, जसको थ्रुले यो काम भएको छ, नयाँ कुराको चाहिँ इस्टाब्लिस्ड भएको छ, कन्स्ट्रक्सन भएको छ, बिल्डअप भएको छ, फर्मेसन भएको छ, त्यसैलाई के भनिन्छ त साथी हो? जसद्वारा भएको छ त्यसलाई के भनिन्छ त? कामदार भनिन्छ। सक्यो। इन सर्ट एकचोटि म फेरि भनिदिए, ध्यान दिएर सुन्नुहोस्। काम भनेको के रे? कुनै निश्चित समयमा नयाँ कुराको फर्मेसन हुनु हो। त्यस्तै कामदार भनेको त्यो जुन माथिको काम छ, जसद्वारा भयो, जसबाट भयो, त्यसैलाई हामी के भन्छौँ त? कामदार भन्छौँ। ठिक छ। अब यो कुराहरू तपाईँहरू के त नोट डाउन गर्नु होला आफै, है त। भिडियोलाई पज गरेर सुनेर फेरि फेरि यसलाई के गर्नु होला? लेख्नु होला, सुन्नु होला है। मानौ यो घर हो, भावनामा नोट डुब्नु होला। ल, अब जाउँ हामी प्रश्नतिर जाउँ। अब प्रश्न लोकसेवाले हामीलाई कसरी सोधिरहेछ त्यतातिर हामी जान्छौँ, है त। ल, लेख्नुहोस्। मोडेल लेखिसक्नु भएको छ, फर्मुला पनि तपाईँहरू लेखिसक्नु भएको छ, फर्मुलाको मिनिङ पनि तपाईँले बुझिसक्नु भएको छ। र अर्को कुरा, हाम्रो डाटामा चाहिँ फर्मुला के रे, प्रश्नमा चाहिँ जुन डाटा दिएको हुन्छ त्यसलाई मात्र राख्ने, जुन दिएको हुँदैन त्यसलाई के गर्ने? इलिमिनेट गरिदिने, हटाइदिने, नराख्ने, है त। ल, ओके। सो जाउँ प्रश्न नम्बर 1 लेखौँ। रेडी हुनुहुन्छ साथी हो? सबैजना लेख्नुहोस्। रेडी हुनुहुन्छ? लेखौँ लेखौँ। प्रश्नको लागि रेडी हुनुहुन्छ? रेडी हो? ल ल, साह्रै इम्पोर्टेन्ट है। मोडेल नम्बर 1 को प्रश्न नम्बर 1 मा छौँ। ल, प्रश्न नम्बर कतिमा छौँ हामी? 1 मा छौँ। ल, लेख्नुहोस्। दैनिक 5 घण्टाको दरले दैनिक 5 घण्टाका दरले दैनिक 5 घण्टाको दरले, ठिक छ, 84 जना कामदारहरूलाई 84 जना कामदारहरूलाई कुनै काम 36 दिनमा कुनै काम 36 दिनमा के रे साथी? कुनै काम 36 दिनमा गर्न सक्छन् भने, ठिक छ, भने दैनिक 6 घण्टाको दरले 6 घण्टाका दरले दैनिक 6 घण्टाको दरले 63 जना कामदारले 63 जना कामदारले सोही काम कति दिनमा गर्न सक्छन् भनेर प्रश्न आयो। एकदमै सजिलो छ यो प्रश्न। ल, हेर्नु त, पहिला यो तपाईहरु सार्नुहोस्। सारिसकेपछि तपाईहरु नोटेड लेख्नु होला। अनि म अगाडि बढाउँछु गाडीलाई। सुन्दै लेख्नु होला है, सक्दो सुन्दै लेखेको राम्रो हो, हैन? सुन्दै लेख्नु होला तपाईहरु पनि। भयो? ल, सारिसक्नु भयो? ल, अब ध्यान दिएर सुन्नुहोस्। म फुल फर्मेटमा सिकाउँछु र मैले तपाईलाई कहाँ एक्सक्लामेसन के रे, कहाँ क्वेशन मार्क दिएको थिए कि फर्मुला लगाउने होइन है, लगाउने होइन भने थिए, हैन? अब त्यो लगाउने होइनलाई कसरी युज गर्ने त म तपाईलाई सिकाउँछु। ध्यान दिएर सुन्नुहोस् है। सबभन्दा फर्स्टमा के गर्नुहोस्, अस्ति जसरी मैले भनेको थिएँ चारैतिर फोल्ड गर्ने 1.5 सेन्टिमिटर एप्रोक्स र ठ्याक्कै बिचमा हुने गरी लेख्ने। अब 1 नम्बरमा छ भने लेख्नु होला प्रश्न नम्बर 1 को उत्तर। म फुल फर्मेटमा गर्छु है। ल, लेख्नु होला प्रश्न नम्बर 1 को के रे साथी? उत्तर भनेर लेख्नुहोस्। प्रश्न नम्बर 1 को उत्तर यसरी टक्क अन्डरलाइन गरिदिनु होला। र त्यसपछि यहाँ प्रश्नबाट
यहाँ के त यहाँ प्रश्नबाट भनेर यसरी लेख्नु होला, अन्डरलाइन गर्नु होला र त्यसपछि हामी मानौँवाला काम गर्छौँ। मानौ लेख्नु होला है त। अब मानौ लेख्ने अनि ध्यान दिएर सुन्नु होला। पहिला त यो प्रश्न पढ्नु होला र पढिसकेपछि पहिला चाहिँ भिडाउनु होला। यो कस्तो वालामा हो त, यो फर्मुला वाला हो कि होइन भन्ने कुरा विचार गर्नु होला। सबभन्दा फर्स्टमा यो फर्मुला वाला हो होइन। अब हामीलाई कामदार दिएको छ, दिन दिएको छ होइन, र हामीलाई के त साथी हो घण्टा पनि दिएको छ, आवर पनि दिएको छ होइन। हामीलाई फर्मुला के लाग्छ यहाँ हेर्नुहोस् त। फर्मुला अब हामीलाई कामदार दिएको छ, त्यसपछि दिन दिएको छ र आवर दिएको छ, तर हामीलाई काम त दिएको छैन। काम त सोही काम भनेको छ, काम त सेम भयो, काम दिएको छैन, नो प्रब्लम। फर्मुला m1 d1 h1 बराबर के भइहाल्यो त m2 d2 h2 भयो। यो चाहिँ तपाईँ क्वेसनमै लेख्नु होला, यो पेपरमा लेख्ने काम नगर्नु होला। त सबभन्दा फर्स्टमा लेख्नु होला मानौ के त एक ठाउँमा लेख्ने यसरी कामदार, यसरी लेख्ने कामदार। त्यसपछि अब के छ हाम्रो दिन छ, कामदार पछि के लेख्ने यसरी दिन लेख्ने। उता तल माथि दिए पनि फरक पर्दैन, तर हामी यहाँ लेख्दाखेरि पहिला कामदार, त्यसपछि दिन, त्यसपछि घण्टा, त्यसपछि काम, यसरी लेख्छौँ ल। उता क्वेसनमा जस्तो सुकै सुरुमा जे दिएको छ मतलब भएन, तर हामी यो टेबल बनाउँदाखेरि सुरुमा हामी कामदार लिन्छौँ, त्यसपछि दिन लिन्छौँ, त्यसपछि काम लिन्छौँ, के अरे घण्टा लिन्छौँ, र काम छ भने काम लिन्छौँ। ठिक छ। तर हुन त तपाईँ सुरुमै घण्टा दिएको छ त घण्टा लिन सक्नुहुन्छ, कामदार लिन सक्नुहुन्छ, इट डजन्ट म्याटर, त्यसले केही फरक पर्दैन। तर पनि यसरी गर्नु होला, राम्रो देखिन्छ पनि र बुझिन्छ र क्याल्कुलेसन गर्दाखेरि तपाईँलाई समस्या हुँदैन। त्यही भएर अब यसलाई के गर्नु होला, यसरी टक्क स्केल लिएर यसरी लाइन तान्नु होला, यसलाई चाहिँ ब्लक बनाउनु होला, यसरी यसरी चाहिँ बनाइदिनु होला, यसरी चाहिँ बनाइदिनु होला, यसरी चाहिँ टेबल बनाइदिनु होला, सिधा सिधा लाइन गरेर टेबल बनाउनु होला। अब के भनेको छ हेर्नुहोस् त, 5 जना के अरे 5 घण्टा। अब घण्टा यहाँ छ त 5 यहाँ लेखिदिने ल, जहाँ जहाँ छ त्यहाँ त्यहाँ डाटा भर्ने, 5 घण्टा। त्यसपछि 84 जना कामदार, त 84 जना कामदार त कामदारमा लेखिदिने, यो कामदारमा कामदार लेखिदिने। ठिक छ। त्यसपछि कुनै काम गर्न 36 दिन लाग्छ, त यहाँ दिनमा लेखिदिने। त्यो यो कुरा बुझ्नु भएको छ? एकचोटि च्याट बक्समा लेख्नुहोस् त, सबैजना लेख्नुहोस् त, क्लियर भनेर लेख्नुहोस् त, लेख्नुहोस् त। यो कुरा बुझ्नु भएको छ कि फेरि भन्नुपर्छ? क्लियर छ? यसमा कन्फ्युजन हुनु भएन। ठिक छ साथी हो? ल ओके। अब त्यसपछि अब फेरि अब के भनेको छ, दैनिक 6 घण्टा, फेरि 6 घण्टा आयो, त घण्टामा के गर्नुहोस् 6 लेख्नुहोस्। त्यसपछि दरले 63 जना कामदारले, अब 63 जना कामदार छ र सोही काम कति दिनमा गर्न सक्छन् भनेर के मान्दिनुहोस्, एक्स मान्दिनुहोस्। अब हजुरलाई फर्मुला थाहै छ, m1 d1 h1 बराबर m2 d2 h2 हुन्छ। यो चाहिँ गोप्य राख्ने, यो फर्मुला यहाँ देखाउने होइन। के लेख्ने त यसरी लेख्ने। त्यसपछि यति काम गरिसकेपछि लेख्ने अब हामीलाई थाहा छ, अब हामीलाई के छ त, अब हामीलाई के छ त थाहा छ। के थाहा छ त भन्नुहोस् त, लेख्नु होला विचरणको नियम अनुसार। डोन्ट फर्गेट टु राइट दिस, यो लेख्न नबिर्सिनु होला। विचरणको के अनुसार रे साथी, नियम अनुसार भनेर लेख्नुहोस्। अब हामीलाई थाहा छ विचरणको नियम अनुसार लेखिदिने। ठिक छ। र सिधै हाम्रो फर्मुलामा एट्याक गरिदिने, यसलाई फर्मुलामा राखिदिने। के थियो भन्नुहोस्, m1 हेर्नु त d1 अनि h1 बराबर m2, त्यसपछि d2, त्यसपछि कति त h2। सजिलो छ नि त। अब फर्मुलामा राख्नलाई कुनै कन्फ्युजन छैन। त्यसपछिको कुरा भयो अर्को और। अब यो 84 गुना 36 गुना 5 का मुनि, यताको नम्बर यता तल झार्दिउँ, 36 गुना के अरे 63 गुना 6 बराबर कति त एक्स। काट्न आउँछ भने काट्नुहोस्, आउँदैन भने क्याल्कुलेटर युज गर्नु होला। तर सक्दो चाहिँ काटेको राम्रो हो, क्याल्कुलेटर युज गर्न दिएन भने पनि काट्ने हो यसरी है त। अब हेर्नुहोस् तपाईँलाई जुन मन लाग्छ तपाईँ त्यसरी काट्न सक्नुहुन्छ, तपाईँ मजाले काट्न सक्नुहुन्छ। अब हेर्नुहोस् यो 6 ले तपाईँको, यो 6 ले 6 गुना 6 36 भइहाल्यो, 6 ले काटेको, 6 1 जा 6, 6 6 जा कति त 36 भयो। ठिक छ यहाँसम्म। अब त्यसपछि विचरणको लागि के भन्ने, अकॉर्डिंग टू रूल अफ भेरिएसन भन्ने इंग्लिशमा है। यसलाई के भन्ने इंग्लिशमा लेख्नु पर्यो भने वी नो दैट अकॉर्डिंग टू रूल अफ भेरिएसन लेख्ने, रूल अफ भेरिएसन लेख्ने। ल इंग्लिशमा लेख्नु पर्यो भने
वी नो द्याट अकॉर्डिंग टु रुल अफ के त भेरिएसन लेख्नु ठिक छ ल तर नेपालीमा लेखिराख्नु भएको छ भने इङ्ग्लिसमा नलेख्नु होला कुनै एउटा ल्याङ्ग्वेज युज गर्नु होला इङ्ग्लिसमा पनि लेख्न चाहिँ पाउँछ ल अब हेर्नुहोस् त यो 63 र 84 लाई छ यो संसारमा कुनै यस्तो लकिएस्ट नम्बर जुन चाहिँ नम्बरले 84 र 63 काट्न मिल्छ संसारमै छ त्यस्तो नम्बर त्यसको लागि तपाईलाई टेबल हुनुपर्छ नभए त तपाईलाई कुनै थाहै हुँदैन छ त संसारमा त्यस्तो नम्बर लकिएस्ट नम्बर कुनै छ यस अभियसली कति छ त लकिएस्ट नम्बर 7 ले हामी तल र माथि एकदम आरामले काट्न सक्छौं म अर्को कलरले काट्दिन्छु ब्ल्याकले नै काट्दिन्छु 7 ले हेर्नुस् 7 7 9 जा हुन्छ कति 63 ध्यान दिएर सुन्नु होला है 7 9 हुन्छ 63 7 12 जा 12 7 हुन्छ कति 84 ठीक छ अब एकचोटी फेरि 3 को टेबलले काट्दैछु म त्यसैलाई 3 को टेबलले 3 तिया 9 अनि 3 चौका 12 भयो अब यो 3 लिएर 6 त आरामले काट्न मिल्छ फेरि 3 कान 3 भयो 3 1 जा 3 भयो 3 दुना 6 भयो अब यसको तल केही पनि बाँकी छैन माथि 4 दुना 8 पंचे कति आयो 40 के आयो साथी एकचोटी लेखिहाल्नुस् 4 गुना 2 गुना 5 बराबर x आयो देयरफोर x बराबर कति आयो 4 दुना 8 पंचे कति आयो त 40 दिन आयो ल अब काट्ने काम चाहिँ तपाईहरु आफै काट्नु होला सक्दो चाहिँ काटेको कहिले पनि सार्ने होइन काटेको चाहिँ बुझ्ने हो र आफै काट्ने हो ठीक छ ल अब त्यसपछि अब यति भइसकेपछि क्वेशनको मूड अनुसार जहिले पनि के लेख्ने तसर्थ लेख्न कहिले पनि नबिर्सिने लास्टमा लेख्नु होला के त यसरी तसर्थ के रे दैनिक जस्तो थियो क्वेशनमा त्यही अनुसार लेखिदिने राम्रो दैनिक 6 घण्टाको दरले 6 घण्टाको दरले सोही काम 63 के रे 63 जना कामदारले 63 जना कामदारले हैन कति दिनमा 63 जना कामदारले सोही काम कति दिनमा भन्नुस् त साथी कति दिनमा सोही काम कति दिनमा रे 40 दिनमा 40 दिनमा के त सक्लान भनेर लेख्ने हैन कहिले पनि है पास्टमा लेख्ने हैन ठीक छ फ्युचरमा लेख्ने हैन जहिले पनि प्रेजेन्टमा लेख्ने के त सक्छन् भनेर लेख्न सकियो यसरी चाहिँ लेख्नु होला अनि चेक गर्दाखेरि एक्जामिनरले अब थाहै छ मैले अस्ति पनि भनेको थिए यसरी लेखेर गर्दाखेरि एक्जामिनरले भन्नुहुन्छ के त सोच्नुहुन्छ के त यो त मेरो ज्वाइँ साहबको कपी हो र यसरी चाहिँ के गर्नुहुन्छ यो त मेरो हुनेवाली बुहारीको कपी हो हैन यसरी चाहिँ चेक गर्नुहुन्छ र 5 को 5 दिनुहुन्छ र मुसुक्क हाँसेर अगाडि बढ्नुहुन्छ ठीक छ यसरी चाहिँ तपाईहरु के गर्नु होला ठीक छ कुरा काटेको एक्जाममा 4 हुन्छ भने मल्टिप्लाई गरेर काट दिनुस् न मल्टिप्लाई गरेर गर्दिनु होला क्याल्कुलेटरले गर्दिनु होला यो चोइसको कुरा हो मैले जस्तो काटे यसरी नै काट्नु पर्छ भने कुनै नीति नियम छैन त्यस्तो मल्टिप्लाई गरेर डिभाइड गरेर गर्दिनुस् न नो प्रब्लम नकाटेर पनि मिल्छ किन मिल्दैन तर क्याल्कुलेटर चाहियो नि त नकाटेर गर्दाखेरि है सक्नुहुन्छ नि यस्तो कुरा गर्न लेखिहाल्नुस् क्याल्कुलेटर दिन्छ भने गर्नु होला क्याल्कुलेटर दिदैन भने नगर्नु होला सकियो कुरै सकियो बुझ्नु भयो कुरा त्यसो भए काट्नै पर्यो नि त क्याल्कुलेटर दिएन भने के गर्नुहुन्छ काट्नै पर्यो यु डोन्ट ह्याभ ए अदर अप्सन एक्सक्युज मी हेलो तपाईसँग अरु कुनै अप्सनै छैन नि त काट्नै पर्यो नि त ल ओके अब यो कुरा बुझ्नुभयो र एकचोटी लेखिहाल्नुस् च्याट बक्समा यस्तो टाइपको प्रश्न तपाई सक्नुहुन्छ जहाँ तपाईलाई यो सबै डाटाहरु दिएको हुन्छ यस्तो टाइपको प्रश्नहरु सक्नुहुन्छ तपाईहरु लेख्नुस् त एकचोटी च्याट बक्समा खुरुखुरु लेख्नुस् त रफमा काटेर देखाउने त्यस्तो गर्नु पर्दैन त्यस्तो किन गर्नु पर्यो त्यस्तो गर्नु पर्दैन नै त्यस्तो किन गर्ने ल मज्जाले सक्नुहुन्छ ल अब सक्नुहुन्छ भने एउटा प्रश्न हजुरहरु मलाई गरेर देखाउनुहुन्छ त लेख्नु त एउटा प्रश्न हजुरहरु मलाई गरेर देखाउनुहुन्छ त आर रेडी ल एउटा प्रश्न मलाई गरेर देखाउनुस् है त ल सबैजना मलाई एउटा प्रश्न गरेर देखाउनुस् ओके ल लेख्नुस् त 2 नम्बरको प्रश्न भयो यो
होइन, लेख्नुहोस् 50 जना 50 जना कामदारले 50 जना कामदारले दैनिक दैनिक 8 घण्टाको दरले 8 घण्टाको दरले 50 जना कामदारले दैनिक 8 घण्टाको दरले एउटा काम, ठिक छ, एउटा काम 12 दिनमा 12 दिनमा गर्न 12 दिनमा गर्न सक्छन् भने 60 जना कामदारले भने 60 जना के अरे कामदारले त्योभन्दा, ठिक छ, त्योभन्दा दोबर ठुलो काम गर्न त्योभन्दा दोबर ठुलो काम गर्न दोबर ठुलो के त काम दोबर ठुलो काम 16 दिनमा सक्न 16 दिनमा सक्न दैनिक दैनिक कति घण्टा दैनिक कति घण्टा काम गर्नु पर्ला। दैनिक कति घण्टा काम गर्नु पर्ला भनेर प्रश्न आयो। त्यो एन्सर मात्रै कमेन्ट गर्ने हैन, फुल फर्मेटमा गरेर पठाउने मलाई फोटो, फुल फर्मेटमा गरेर पठाउने हो। त्यस्तो एन्सर मात्रै कमेन्ट गर्ने होइन एमसीक्यू बाट। फुल फर्मेटमा गरेर पठाउने हो है, त्यसरी गर्न पाइँदैन। गर्नुस् गर्नुस् त्यस्तो गर्ने होइन, फुल फर्मेटमा गर्ने हो। कुरकुर गर्नुस्, टाइम दिएको छु त, टाइम दिएको छु त। ल यहाँ धेरैजनाले हेरिराख्नु भएको छ हामीलाई। ल ल अहिलेसम्म एकजनाको पनि फोटो आएको छैन है, खालि एन्सर मात्रै आइरहेछ, एन्सर मात्रै हो र मलाई एन्सर चाहिएको छैन। मलाई फुल फर्मेटमा चाहियो। टेक यो टाइम, 5 मिनट लिनुहोस् न, के फरक पर्छ, थोरै पढ्नुहोस् तर बुझेर पढ्नुहोस्। हातार गरेर तपाईँ छिटो एन्सर निकाल्ने म तकमा दिनेवाला छैन क्यारे। ल अल्छी होइन, अल्छीको त काकाहरू हुनुहुन्छ। हो ल ल ल आयो आयो आयो, बल्ल आयो है साथीहरू। ल ठिक छ, तर मिस्टेक आएको हो नि। कसको हो यो, कहाँ 5 घण्टा मात्रै हुँदैन, मिस्टेक भयो। यो लाइनवाला कपीमा गर्ने होइन शिवाङ्गीजी, र मिस्टेक पनि छ, लाइनवाला कपीमा गर्ने पनि होइन। ल
रफ पनि चाहिँ रफ पनि गर्नु पर्यो भने अब के अरे लाइनवाला पेपरमा गर्ने होइन, त्यही सादा पेपरमा गर्ने हो। ल अब धेरैजनाको एन्सर आइसक्यो। ल अब धेरैजनाको एन्सर आयो, म गर्छु है त। ल ध्यान दिएर सुन्नुहोस्। सबभन्दा फर्स्टमा हाम्रो काम के हो, नित्य काम के हो साथी हो, फर्मेट बनाउने। लेख्ने यसरी, प्रश्न नम्बर 2 को उत्तर यहाँ प्रश्नबाट। यहाँ प्रश्नबाट लेख्नुहोस्। मानौ कति लाग्छ र यो गर्नलाई, कति लाग्छ? अब पहिला हाम्रो के चाहियो, त्यो डाटा लेख्नु पर्यो। कामदार चाहियो, त्यसपछि दिन चाहियो, कसरी भनेको थिएँ लेख्नलाई, दिन, त्यसपछि के त, घण्टा। अब लेख्नुहोस् त यो प्रश्नमा काम छ कि छैन, एकचोटि लेख्नु त सबैजना, छिटो छिटो लेख्नु त। यो प्रश्नमा काम छ, काम लेख्नु पर्यो कि परेन? पर्यो भने के अरे ओके लेख्नुहोस्, यस पर्छ लेख्नुहोस्, परेन भने पर्दैन लेख्नुहोस्। पर्छ कि पर्दैन? किन छैन यहाँ हेर्नु त, किन छैन हेर्नु त। यहाँ एउटा काम दिएको छ, एकचोटि एउटा काम दिएको छ, एकचोटि के त दोब्बर ठुलो काम दिएको छ। त किन काम दिएको छैन त? दिएको छ त काम। ल त हामीलाई काम पनि के त बनाउनु पर्ने देखियो। कामको टेबलमा समावेश राख्नुपर्ने भयो, समावेश गर्नुपर्ने भयो। ल अब यसरी टक्क बनाइहाल्ने हो। कति लाग्छ र यो गर्नलाई? 1 मिनट पनि लाग्दैन यदि तपाईँलाई सोलुसन गर्न आउँछ भने। आउँदैन भने 1 घन्टामा पनि हुने होला यो छैन। अब यसलाई हामी के गरौँ त, यो टेबललाई फिल गरौँ। अब हेर्नुहोस् त के भनेको छ। म रातो लिएर गर्छु, तपाईँहरू चाहिँ नगर्नु होला नि इक्जाममा है, सबै कालोले मात्रै गर्नु होला है। अहिले चाहिँ म रातोले गरिदिन्छु। हेर्नुहोस् के भनेको छ, 50 जना कामदार। त यो 50 जना कामदार आयो, दैनिक 8 घण्टाको दरले, 8 घण्टाको दरले एउटा काम। त काम कति लिने भन्नुहोस् त? एउटा काम भनेको कतिवटा काम भयो, यहाँ कति लिने हो भन्नु त? एउटा काम भनेको कति लिने हो? एउटा काम भनेको 1 लिने हो, दुईवटा काम भनेको 2 लिने हो, तीनवटा काम भनेको 3 लिने हो, चारवटा काम भनेको 4 लिने हो, हैन? ल अब त्यसपछि 12 दिनमा गर्न सक्छन्। ल 12 दिनमा पहिलो हाम्रो के भयो त, सबै भर्यौं हामीले, हाम्रो सबै भर्यो हैन त। अब अर्कोतिर जान्छौं। त्यसपछि भनेको छ फेरि 60 जना कामदार। त 60 मा 60 भर्ने कामदार, त्यो भन्दा के रे साथी, त्यो भन्दा दोब्बर ठुलो काम। त पहिला 1 थियो, अब यसको दोब्बर ठुलो भनेको कति होला? 1 को दोब्बर गर्दा कति हुन्छ भन्नुहोस् त? 3 हुन्छ कि 2 हुन्छ कि 4 हुन्छ, कति हुन्छ? यो 1 भन्दा यसको दोब्बर ठुलो काम भनेको कति हुन्छ? 2 हुन्छ। 1 को दोब्बर 2, 1 को तेब्बर 3, 1 को 4 गुणा 4 हैन? 3 गुणासम्म मात्रै हुन्छ नि त। अब तेब्बरसम्म हुन्छ, तेब्बर भनेको 3 गुणा भयो। तेब्बर, चौब्बर हुँदैन नि त। चौब्बर, पचबर, छब्बर, अठबर, नम्बर, 10बर त हुँदैन। त्यसपछि गुणामा गइहाल्छ, 4 गुणा 5 गुणा हैन? ल अब त्यसपछि फेरि भनेको छ त्यो भन्दा दोब्बर ठुलो काम 16 दिनमा सक्नको लागि है। 16 दिनमा सक्नको लागि कति घण्टाको दरले काम गर्नु पर्ला? त x घण्टाको दरले काम गर्नुपर्छ। ल च्याट बक्समा लेख्नुस्। यहाँसम्म कसैलाई के भन्नु छ? ल लेखिहाल्नुस् त, लेखिहाल्नुस्। यहाँसम्म कसैलाई के भन्नु छ? ल कसैलाई केही भन्नु छैन भने त्यसपछि लेख्नुस् के त, अब हामीलाई थाहा छ, अब हामीलाई के छ रे, अब हामीलाई थाहा छ। के अनुसार भन्नुस्, के अनुसार लेख्ने? विचरणको नियम अनुसार। कतै केही पर्दैन, सबैमा फिट हुने के, एकदम नेचुरल प्रोसेस हो। केही तपाईलाई याद गरेर बस्नु पर्दैन है। म्याथ भनेको बुझ्ने हो, एकदम न्युमेरिकली बुझ्ने हो, फ्याट हुन्छ। ल अब अर्को कुरा, फर्मुला के लाउने होला नि? फर्मुला सुरुको मात्रै भनिदिनु त, फर्मुला के लाउने होला नि? सबै डाटा दिएको छ कि छैन फर्मुलामा? हाम्रो फर्मुलामा भएको सबै यहाँ डाटा छ कि छैन भनौँ त? सबै डाटा लाउनु परेको परेन? यो m1 d1 h1 बाई w1 बराबर m2 d2 s2 बाई यो w2, यो सबै लेख्नु परेको परेन? लेख्नु त एकचोटि च्याट बक्समा। यो सबै डाटा राख्नु परेको परेन? किनभने हामीसँग सबै डाटा छ। अहिलेलाई नदिएको भए हामी रिमुभ गर्थ्यौं।
तर अहिले त हाम्रो सबै डाटा दिएको छ, हामीलाई सबै डाटा राख्नु पर्यो हैन। ल भनेपछि ल हेर्नु त, त्यसपछि लेख्ने फर्मुला त थाहा भइसक्यो। अब हाम्रो m1 कति छ 50, d1 कति छ 12, h1 कति छ 8, w1 कति छ 1 बराबर m2 कति छ 60, d2 छ 16, s2 छ x, w2 छ कति 2। और मलाई एउटा कुरा भन्नुहोस्, यो 2 लिएर 16 वा 60 कुनै एउटा काट्न मिल्छ? काट्दियो कि यो समाजले मलाई स्वीकार गर्ला त? यो 2 लिएर मैले 16 काट्दिए एकछिनको लागि, कि यो समाजले मलाई स्वीकार गर्ला? मैले यो 2 लिएर 16 काट्दैछु 8 ले, स्वीकार गर्छ त? अभियसली गर्नै पर्यो, नभए क्रस मल्टिप्लाई गर्न नि पाइयो, नो प्रब्लम। सो 2 लिएर 2 अठे कति आयो 16। अब एक स्टेप अझै 50 गुना 12 गुना 8 बराबर कति आयो 16 गुना 8 गुना x। अब यहाँदेखि तपाईहरुको कुरा हो क्या साथी, तपाईहरुमाथि डिपेन्ड गर्छ। तपाईलाई काट्न मन छ भने काट्नुस्, होइन भने सबैलाई मल्टिप्लाई गरेर तल पनि मल्टिप्लाई गरेर के गर्नुस् डिभाइड गर्दिनुस्। यो तपाईको चोइसको कुरा हो है, तपाईको चोइसको कुरा हो। अब सजिलै छ, त्यस्तो गाह्रो पनि छैन। 8 8 मजाले काट्दिनुस्, यो 0 पनि काट्दिनुस्। अनि 6 लिएर 6 दुना 12, 5 दुना कति आयो त भन्नुस् त? 5 दुना कति आयो 10 आयो, सक्यो। 5 दुना कति आयो 10 आयो, सक्यो हैन। ल अब यति काम गरेपछि हामीलाई के लेख्नु पर्यो? तसर्थ लेख्नु पर्यो। लेख्नु होला, तसर्थ यसरी लेख्ने। तसर्थ जहिले पनि क्वेशनको मूड अनुसार लेख्ने। यदि तपाईलाई क्वेशनको मूड अनुसार लेख्न आएन, अलिकता गाह्रो भयो भने तपाई सिधै लेखिदिनु होला, 10 घण्टाको दरले काम गर्नु पर्दछ भनेर लेख्दा नि भयो। केही आएन भने यति लेख्न त सक्नुहुन्छ होला नि, तर तसर्थ चाहिँ लेख्नै पर्छ है। नलेखी चाहिँ अगाडि नबढ्नु होला, लेख्नै पर्छ। तर म यहाँ क्वेशनको मूड अनुसार लेखिदिन्छु है त। 60 जना कामदारले 60 जना कामदारले त्योभन्दा दोब्बर ठुलो काम 16 दिनमा सक्न, हैन 16 दिनमा सक्न दैनिक कति घण्टा 10 घण्टाका दरले काम गर्नु पर्दछ। बस यति लेख्ने सक्यो। ल च्याट बक्समा लेख्नुस्, क्लियर छ? सर 2 ले क्रस मल्टिप्लाई गर्न मिल्छ? मज्जाले, किन मिल्दैन? मज्जाले मिल्छ। र पनि 10 आउँछ। 2 ले मल्टिप्लाई गरे भने यहाँ 20 आउँदैन, 10 आउँछ जसरी गरे नि। लेखिहाल्नुस् च्याट बक्समा, सबैजना लेख्नुस् त, खुरुखुरु लेख्नुस्, क्लियर छ? सबैजना लेख्नुस् त, क्लियर भनेर लेख्नुस्। सक्नुहुन्छ यस्तो गर्नलाई? मज्जाले सक्नुहुन्छ? ल ओके। ल त्यसो भए काटेको पनि देखाउनु पर्छ लेख्नु भएको छ, इच्छा कुरा हो। काट्ने इच्छा छ भने काट्दिनुस्, तर छैन भने मल्टिप्लाई गरेर डिभाइड गरेर गर्नुस् है। ल अब जाउँ हामी यसैमा अलिकता फरक तरिकाले गरौँ। लेख्नु होला, यो पनि एकदमै इम्पोर्टेन्ट छ, बिबिया गर्नुहोस्। लेख्नु होला यही मोडेलमा टाइप 2, अघिकोलाई तपाई टाइप 1 भन्न सक्नुहुन्छ, अहिलेलाई टाइप 2 भन्नुस्, यसलाई टाइप 2 भन्नुस्, टाइप 2 है त। लेख्नु होला प्रब्लम बेस्ड अन, एकदमै इम्पोर्टेन्ट छ, सबैभन्दा धेरै सोधिरहेछ यही, सबैभन्दा धेरै। लेख्नु होला प्रब्लम बेस्ड अन कन्ट्र्याक्ट, प्रब्लम बेस्ड अन मोडेल नम्बर 1 को टाइप 2, अघिको टाइप 1 थियो। ल प्रब्लम बेस्ड अन के त? प्रब्लम बेस्ड अन कन्ट्र्याक्ट। ल एकचोटि लेख्नुस् त, कन्ट्र्याक्ट भनेको थाहा छ? कन्ट्र्याक्ट भनेको के हो लेख्नुस् त? कन्ट्र्याक्ट हैन, कन्ट्र्याक्ट भनेको के हो? ल लेख्नु त एकचोटि, कन्ट्र्याक्ट भनेको के हो? लेख्नुस्, छिटो अलिकता गर्ने हो, छिटो गर्ने हो। हो भेरी गुड, ठ्याक्का पट्टा गर्नु, सम्झौता गर्नु, यस
यस यस यस हो, त्यही हो। ठेक्का लिनु, जिम्मा लिनु, यसको अर्थ के हुन्छ? ठेक्का लिनु। के लिनु रे साथी? ठेक्का। ठेक्का वा के लिनु? जिम्मा लिनु। म यो घर, म यो मन्दिर, म यो बाटो 10 महिनामा बनाइदिन्छु, होइन 10 दिनमा बनाइदिन्छु भनेर के त? ठेक्का लिनु क्या, प्रोमिस गर्नु, होइन? द्याट इज ठेक्का, जिम्मा लिनु। लिनु सम्बन्धी के त? समस्या। लिनु सम्बन्धी के त? समस्या। ल, ठेक्का लिनु, जिम्मा लिनु, प्रोमिस गर्नु, म कुनै सम्झौता गर्नु। यस, सम्झौता पनि लेख्न मिल्छ, लेख्नु होला तपाईहरु, सम्झौता पनि लेख्न मिल्छ। कुन झौता साथी हो? सम्झौता। भेरी गुड, मजाले है। सम्झौता सम्बन्धी के त? समस्या। यहाँसम्म कसैले के भन्नु छैन नि? लेखिहाल्नुहोस्। यहाँसम्म ठिक छ सबैको? ल, यहाँ लाइभमा पनि मेसेजहरू हेरिरहेको छु है म। ठिक छ यहाँसम्म? ठिक छ नि? ल, अब लेख्नुहोस्। प्रश्न अब कसरी सोध्छ त हामीलाई लेखौँ। लेख्नुहोस् त। एउटा ठेकेदारले कुनै एउटा काम, एउटा ठेकेदारले, कन्ट्र्याक्टर भन्छ क्या ठेकेदारलाई, एउटा ठेकेदारले कुनै एउटा काम, कुनै एउटा काम 30 दिनमा, 30 दिनमा सक्ने गरी, 30 दिनमा सक्ने गरी ठेक्का लिएछ वा जिम्मा लिएछ वा सम्झौता गरेछ। जे लेख्दा नि हुन्छ है। सक्ने गरी जिम्मा लिएछ र जिम्मा के त साथी हो? लिएछ र 15 जना कामदार, र 15 जना कामदार खटाएछ। 24 दिनपछि वा 24 दिनको अन्त्यमा, 24 दिनपछि आधा काम, आधा भनेको कति प्रतिशत हो पक्षमा? आधा भनेको कति प्रतिशत हो? तपाईलाई प्रतिशतमा पनि दिएको हुन सक्छ साथी। आधा भनेको 50% है। अनि 24 दिनपछि आधा काम, काम मात्र भएको पाइयो, पाइयो भने उक्त काम समयमै सक्न, समयमै सक्न कतिजना कामदार, कतिजना कामदार थप्नु पर्ला? ल, उक्त काम समयमै सक्न कतिजना कामदार थप्नु पर्ला भनेर प्रश्न आयो। के छ एक्चुअली तपाईहरु ट्राई गर्न चाहनुहुन्छ? हजुर सुमित जी, यस, लेखौं लेखौं। चाहनुहुन्छ एकचोटि ट्राई गर्न? सर इंग्लिशमा नि भनिदिनु पर्यो। ल ओके, पहिला नेपालीमा सुन्नुस्, म इंग्लिशमा कन्भर्ट गरिहाल्छु। सुनेर भिडियोलाई पज गरेर लेख्नु होला है पछि। एउटा ठेकेदारले कुनै एउटा काम 30 दिनमा सक्ने गरी जिम्मा लिएछ र 15 जना कामदार खटाएछ। 24 दिनपछि आधा काम मात्र भएको पाइयो। उक्त काम समयमै सक्न कतिजना कामदार थप्नु पर्ला? इंग्लिशमा भन्दैछु, सुन्नु होला। A contractor undertook to complete a piece of work in 30 days and employed 15 workers. After 24 days, he finds that only half of the work is finished. Then how many workers should be added to complete the work on the time? सक्यो है। तपाईले इंग्लिशमा भन्न भन्नुभएको थियो, मैले इंग्लिशमा भन्दिएँ है त। ल, अब हाम्रो समय पनि सकिएको छ र यहाँदेखि क्लास हाम्रो भोलिदेखि कन्टिन्यू हुन्छ। यहाँहरु ट्राई गर्नु होला है। र होमवर्कको लागि म तपाईहरुलाई मेरो बुक तपाईहरुसँग छँदैछ। सबैजना नर्मल क्वेशन निकाल्नु होला
र मेरो बुकको इक्जाम्पल सबै गर्नु होला। त्यति गरेपछि धेरै पुगिहाल्छ तपाईँहरूलाई है साथी हो। ल, जोसँग छैन यहाँ फोटो आउँछ निकाल्नुहोस् त। नर्मल क्वेसन सबैभन्दा सबैभन्दा अहिले मार्केटमा सबैभन्दा धेरै जाने बुक भनेको हाम्रो हो। अहिले अरूको पनि छन् तर बुक त धेरै छन् होइन। त्यसमा एकदमै राम्रो छ, हेर्नु होला तपाईँहरू सबैजना मेरो बुक है। खरदारको बुक छ, तपाईँहरू खरदारको तयारी गर्दै हुनुहुन्छ भने 360 डिग्री खरिदारको म्याथ छ। तपाईँहरू भन्नु होला रमन कुमार शाह सरको खरदारको मलाई स्पेसल म्याथ चाहियो, तपाईँ जहाँ पनि भेट्न सक्नुहुन्छ है। ठिक छ, भन्नु होला रमन कुमार शाह सरको बुक चाहिएको छ मलाई। अनि 360 डिग्री खरिदार हो है, अक्षराङ्क पब्लिकेसनको। ल ओके, म यहाँ होमवर्क दिन्छु है, जहाँ पनि पाउँछ ठिक छ। ल अब यहाँ होमवर्क दिइदिन्छु तपाईँहरूलाई, गरेर आउनु भयो। केही छैन, म सिकाउँछु। ल, नर्मल क्वेसनको क्वेसन नम्बर तपाईँहरू 6 गरेर आउनु होला। त्यसपछि तपाईँहरू एकचोटि 7 गर्नु होला, 6 7 8 गर्नु होला। त्यसपछि 6 7 8 अनि 9 गर्नु होला। ल, यो 4वटा प्रश्न दिए नर्मल क्वेसनको 6 7 8 9। जोसँग छैन साथीहरू एकचोटि के अरे फोटो पठाइदिनु त, फोटो पठाइदिनु 6 7 8 9। र यहाँहरू गरेर कहाँ पठाउने त होमवर्क चेक गर्नको लागि? होमवर्क चेक गर्नको लागि तपाईँहरू मलाई रमन कुमार शाह अफिसियल मेरो फेसबुक पेज रहेको छ, यहाँहरू पनि सबैजना पेजलाई फलो गर्नु होला। र यही पेज मार्फत तपाईँहरूको चेक हुन्छ, मलाई होमवर्क गरेर यही पठाउनु होला, म तपाईँहरूको चेक गर्छु। र फेसबुक लाइभबाट हेरिराख्नु भएको साथीहरूलाई त त्यहाँ फोटो कसैले पठाइदिनु भएन होला, उहाँहरू के गर्नु होला, मलाई पेजमै मेसेज गर्नु होला, म उहाँहरूलाई तपाईँहरूलाई म पठाइदिन्छु है त। तपाईँहरूलाई यसको होमवर्क मै पठाइदिन्छु, मलाई तपाईँहरू पेजमा मेसेज गर्नु होला। र आजको छोटो र मिठो क्लास तपाईँहरूलाई कस्तो लाग्यो प्रतिक्रिया दिन नबिर्सिनु होला। ल, आइसक्यो, यहाँ होमवर्कको फोटो आइसकेको छ जुममा। ल, सबैजना लेख्नुहोस् आजको छोटो र मिठो क्लास तपाईँहरूलाई कस्तो लाग्यो। र भोलिदेखि यहीबाट हामी फेरि पनि कन्टिन्यू गर्छौँ, सबैजना ट्राई गर्नु होला। भयो राम्रो, भएन झन् राम्रो, म छँदैछु है त। त्यसो भए आजलाई यति गरौँ, हस्त धन्यवाद, गुड नाइट, सी यू टुमारो। अब बाँकी कुरा हाम्रो सरले जानकारी गराउनुहुन्छ है। ल ओके। साथीहरू, आजको लागि हामी यति गर्नेछौँ। र जतिजना पनि हाम्रो फेसबुक लाइभमा हुनुहुन्छ, हामी सबैजनालाई कस्तो लाग्यो क्लास एकपटक भन्नुहोस् त। कस्तो लाग्यो क्लास तपाईँहरूले एकपटक भन्नु होला। र तपाईँहरूलाई थाहा छ कि छैन, पम्बाज एजुकेसनले हजुरहरूलाई खरिदार विशेष क्लासहरू सुरु गरिसकेको छ है। पम्बाज एजुकेसनले खरिदार विशेष क्लासहरू सुरु गरिसकेको छ। र तपाईँहरूलाई यही एक्जामको लागि चाहिँ म तयारी गर्छु र म लोकसेवामा नाम झिक्छु भन्ने सोच भएको साथीहरूलाई चाहिँ पम्बाज एजुकेसनमा स्वागत छ है। तपाईँहरूलाई यदि यही एक्जाममा जसरी पनि म नेम झिक्छु भन्नुहुन्छ भने चाहिँ तपाईँहरूलाई हामीले पम्बाज एजुकेसनले तपाईँहरूलाई वेलकम गर्न चाहन्छ है, वेलकम गर्न चाहन्छ। किनभने पम्बाज एजुकेसन भनेको तपाईँहरूलाई थाहा छ कि छैन, हाम्रो पम्बाज एजुकेसनले चाहिँ विशेष गरी रिटर्नको तयारी गर्छु म लोकसेवामै नाम झिक्छु भन्ने साथीहरूको लागि भने चाहिँ विशेष गरी विशेष अफरहरू राखेको हुन्छ। र यो अफरमा तपाईँहरू जोइन हुन चाहनुहुन्छ, यो अफरमा तपाईँहरू जोइन भएर यो अफरलाई लिन चाहनुहुन्छ भने तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ है। कल अथवा तपाईँले हामीलाई वाट्सएप गर्न सक्नुहुन्छ 98 11 33 21 16, अथवा तपाईँले 98 5 13 57 120 मा तपाईँले हामीलाई कल गर्न सक्नुहुन्छ है त है। ल, आजको लागि हामी यति गर्नेछौँ। जतिजना पनि हाम्रो साथीहरू हुनुहुन्छ फेसबुक लाइभमा, तपाईँहरूले हामीलाई यो नम्बरमा कन्ट्याक्ट गरिदिनु होला है त। ल, जतिजना फेसबुक लाइभमा हुनुहुन्छ तपाईँहरूले यो नम्बरमा कन्ट्याक्ट गर्नु होला। र हाम्रो जुममा